यहाँबाट सिँढी चढेर माथि ताल हेर्न जाँदैछु। यहाँ यत्रो पहाड छ, पहरो यहाँ माथि ताल छ भनेर सुनेको छु। त्यही भएर यसो आज हेर्न जाउँ भनेर अहिलेसम्म गएको छैन। मन्दिरमा त आइरहन्छु म, ताल हेर्न चाहिँ फर्स्टचोटि जाँदैछु। त्यही माथि आइपुग्दा पनि अझै ताल आएको छैन, धेरै माथि नै हुँदो रहेछ। सायद आयो होला नि ताल आएको ठाउँ। यहाँ कस्तो छ, यहाँ मन्दिर रहेछ। ल यही हो चाहिँ ताल भनेको, धेरै गएको त रहन्छ। ठिक्क पहराको छेउमा ताल रहेछ। सानो ताल रहेछ, पोखरी त्यो अग्लो छ पहरो। हेर्नुहोस् पहरो यहाँ बस्ने ठाउँ बनाएको रहेछ। फाइनली ताल पनि हेरेर झरियो। ल हेर्नुहोस्, यो रप्चुको डाँडो हो। ल यहाँ झरेपछि अलिअलि देखियो चाहिँ सानो मन्दिर। यो बाटो चाहिँ उता सरङबेसीबाट आउने बाटो, मेरो गाडीको यहाँ छ। अनि ओ पारिको यो बाटो चाहिँ खलङ्गादेखि आउने बाटो हो। अनि उता खलङ्गादेखि आएको र यता सरङबेसी आएको बाटो यहाँ भेट्नुहुन्छ। अनि मन्दिर चाहिँ यहाँनिर छ, अलिअलि देखिएको छ। ल हजुरले देख्न सक्नुहुन्छ झाँक्री थाना मन्दिर। आज त्यति मङ्गलबार